प्यालिन्ड्रोम इन पाइथन यो एकदमै सजिलो छ इफ यु नो हाउ टु डु रिभर्स इन पाइथन। जस्तै कुनै पनि एउटा डिजिट छ र त्यसको रिभर्स गर्न आउँछ भने प्यालिन्ड्रोम त केही पनि हैन। सो सुरुमा रिभर्स गर्न सिकौँ अनि मात्र हामी प्यालिन्ड्रोम जाउँ, किनकि प्यालिन्ड्रोम भनेको के हो? प्यालिन्ड्रोम भनेको 1 to 1 को रिभर्स कति हो? 1 to 1 हो। 1 3 1 को रिभर्स 1 3 1 हो। भनेपछि प्यालिन्ड्रोम भनेको यही हो, कुनै पनि एउटा डिजिट छ र त्यसको रिभर्स पनि सेम त्यही हो भने त्यसलाई प्यालिन्ड्रोम भनिन्छ। द्याट इज इट। सो सुरुमा रिभर्सको कन्सेप्ट बुझौँ। रिभर्सको कन्सेप्ट यसबाट बुझिन्छ। सुरुमा त हामीले एउटा नम्बर लिन्छौँ, इन्टिजर हैन, इनपुट इन्टिजर नम्बर। त्यसपछि रिभर्स इज इक्वल्स टु 0। किन रिभर्स इज इक्वल्स टु 0 हेरौँ सुरुमा। वाइल नम्बर इज ग्रेटर देन 0 मा पोजिटिभ हुनु पर्यो। ठीक छ, यो कुरा बुझौँ हामीले। अब डिजिट इज इक्वल्स टु नम्बर पर्सेन्टेज 10, यानी मानौ डिजिट छ 1 to 1। ठीक छ, 1 to 3 मानौँ न, 1 to 3 है त 1 to। अब यो पर्सेन्टेज चाहिँ जहिले पनि के गर्छ? लास्टको डिजिट निकाल्छ, यानी रिमाइन्डर दिन्छ। भनेपछि 1 to 3 को रिमाइन्डर कति हो? 3 हो। भनेपछि मैले यहाँ 3 लेखेँ। रिभर्स इज इक्वल्स टु रिभर्स इन्टु 10 प्लस डिजिट। रिभर्स त हामीले 0 लियौँ। अब थाहा हुन्छ कि किन 0 लेखो भनेर। 0 इन्टु 10 भनेको 0 भयो, प्लस डिजिट भनेको डिजिट कति छ हाम्रो? 3 छ। भनेपछि यहाँ कति आयो? 3 आउने भयो हैन। र नम्बर यो जुन स्ल्यास स्ल्यास दिएको छौँ हामीले, यसले के गर्छ भन्दाखेरि 1 to 3 मा लास्टको डिजिट चाहिँ निकालिदिन्छ। डिजिटले यो पर्सेन्टेजले चाहिँ रिमाइन्डर दिने भयो 3। तर यसले के गर्ने भन्दाखेरि चाहिँ हामीले 1 2 दिने भयो। भनेको 1 to 3 बाट लास्टको हामीले जुन यो डिजिट छ 3 त्यो निकालिदिएपछि कति बाँकी रह्यो भन्दाखेरि 1 2 बाँकी रह्यो। हो, यसरी लुप चलिरहन्छ। बुझ्नु? लुप चलिरहन्छ। अब यो के हुन्छ? अहिलेको लागि 3 छ, त्यसपछि 1 2, जस्तै यहाँ के आउँछ? 2 आउँछ, त्यसपछि यहाँ 1 आउँछ। भनेपछि यही रिभर्सलाई हामीले प्रिन्ट गरेपछि यहाँ गएर हामीले प्रिन्ट गरिदिन्छौँ। र यो कर्ली ब्र्याकेटमा छ भने जहिले पनि हामीले यहाँ एफ लेख्नुपर्छ। यो कुरो पहिले भनेको कुरो। एन्ड दिस इज हाउ यु डु रिभर्स। अब यसलाई पनि हामी कमेन्टमा ट्रान्सफर गरौँ। त्यसपछि लेट्स मुभ टुवर्ड प्यालिन्ड्रोम। प्यालिन्ड्रोममा के गर्नुपर्छ? एउटा ओरिजिनल जुन डिजिट छ त्यो आफ्नो रिभर्ससँग म्याच गर्छ भने, इक्वल गर्छ भने त्यो प्यालिन्ड्रोम हो, नत्र प्यालिन्ड्रोम होइन। एन्ड द्याट इज इट। मात्र के लेख्नु पर्यो? ओरिजिनल भनेको चाहिँ जुन नम्बर युजरले हाल्छ त्यो भनेको ओरिजिनल नम्बर हो हैन। र रिभर्स भनेको त त्यसको रिभर्स भनेको रिभर्स हुने भइगयो। र त्यो ओरिजिनल नम्बर रिभर्ससँग म्याच गर्छ भने द्याट इज प्यालिन्ड्रोम। यदि म्याच गर्दैन भने द्याट इज नट अ प्यालिन्ड्रोम। नाउ लेट्स रन इट। इरर आयो रे क्या? ठ्याक्कै इरर आयो। ए आएन। 1 2 1